नमस्कार दर्शकबिन, तपाईहरुलाई स्वागत छ हाम्रो यस नयाँ भिडियोमा। आजको नारी भाग र आउने भागमा के हुनेछ भन्ने कुरा थाहा पाउनको लागि हाम्रो यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शकबिन, हामीले योभन्दा अघिल्लो भागमा देखेका थियौं देवीको पेटमा बच्चा हुँदा आकाशले देवीलाई तिम्रो पेटको बच्चा मेरो होइन भन्दै नाना थरी कुरा लगाएका छन्। यो मेरो बच्चा हुँदै होइन, यो दिनेशको बच्चा हो, तिमीले मलाई धोका दियौ भन्दै नाना थरी कुराहरू सुनाएका छन् र चरित्रमा औँला पनि उठाएका छन्। यो सबै कुरा हामीले अघिल्लो भागमा देखेका थियौं। यो भागमा चाहिँ गुम्बा दाइले देवी र आकाशको कुरा सुनेर अब देवीलाई चेकअपको लागि हस्पिटल लग्नुपर्छ भन्ने कुरा गर्दै हस्पिटल लगेका छन्। हस्पिटल गएर जब आकाश र देवीको पेटमा भएको बच्चाको DNA टेस्ट गर्छन्, DNA टेस्ट गरे पश्चात देवीको पेटमा भएको बच्चाको र आकाशको DNA टेस्ट म्याच हुँदैन। त्यसपछि आकाशले भन्छन्, मलाई पहिले नै थाहा थियो, मलाई शंका थियो या कन्फर्मै थियो, यो मेरो बच्चा होइन, यो दिनेशको बच्चा हो, अब दिनेशलाई ल्याएर त्यसको DNA टेस्ट गर्नुपर्छ भन्ने कुरा भन्छन्। आकाशको त्यति कुरा सुनिसकेपछि देवी दिनेशलाई फोन गरेर हस्पिटल बोलाउँछन्। त्यसपछि दिनेश आउँछन् र दिनेशको पनि DNA टेस्ट गरिन्छ र सोच्दै नसोचेको कुरा के भयो त यस्तो, दिनेश र देवीको पेटमा भएको बच्चाको DNA मिल्न जान्छ। अब के होला त? के दिनेशकै बच्चा होला र? दिनेश र देवी त बच्चैदेखिको मिल्ने साथी हुन्। उनीहरू बीच दाइ र बहिनीको जस्तै सम्बन्ध थियो। के यो सम्भव होला र? मलाई त लाग्छ यो सबै कुरा झुट हो, यो हुनै सक्दैन। हजुरहरूलाई के लाग्छ? कमेन्टमा भन्न नबिर्सिनुहोला। DNA टेस्ट पश्चात दिनेशको र देवीको पेटमा भएको बच्चाको DNA मिल्न जाँदा देवीले खबर सुनेर बेहोस हुन्छन्। देवी बेहोस भएको देख्दा डाक्टरलाई बोलाएर उनको चेकअप गर्छन् र गुम्बा दाइ दिनेशलाई तिमी अहिले घर जाऊ, पछि हामी केही कुरा भन्छौँ भनेर। देवीलाई होस आइसकेपछि गुम्बा दाइ उनलाई घरतिर लगेर जान्छन् र बाटोमा देवी भन्छन्, म कहाँ जाउँ अब, कसरी जाउँ, कसरी मुख देखाउँ सबै दुनियाँलाई भन्दै रोइरहेकी हुन्छन्। र देवी भन्छन्, एकचोटि फेरि विश्वास गरेर म आकाश ठाउँ जान चाहन्छु। अनि गुम्बा दाइ पनि भन्छन् कि आकाश तिमीलाई अपनाउँदैन होला भनेर। तैपनि म तिम्रो इच्छा पूर्ता गर्दिन, अन्तिम पटक आकाश ठाउँ लगेर जान्छु भनेर। उता घरमा आकाशकी आमाले म मर्नुभन्दा अगाडि तैँले लक्ष्मीसँग बिहे गर भन्दै उलाई भन्छन् र आकाशले पनि हुन्छ आमा, हजुरले भनेको मान्छु भनेर बिहे गर्न राजी हुन्। गुम्बा दाइ देवीलाई आकाशकोमा लगेर जान्छन्। आकाश त्यहाँ आफ्नो घरमा देवीलाई देखेर एकछिन रिसाउँछन्। त्यसपछि हाम्रो यो भाग यतिमै समाप्त हुन्छ। यसपछि के हुन्छ होला दर्शक श्रोताहरू, तपाईहरुलाई के लाग्छ? आउने भागको पनि रिभ्यू हामी यस च्यानलमा दिनेछौँ। हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सिनुहोला र यस भिडियोलाई लाइक, कमेन्ट, सेयर गरी साथ दिनुहोला। धन्यवाद।